ल त्यसो भनेर कहाँ हुन्छ ब्रो? अब मैले ऱ्याप गीत गाएँ भन्दैमा लोकदोहोरी गीत नमन पर्ने भन्ने नि हुन्छ? अब म पनि नेपाली हो नि, अब नेपाली भएर आफ्नो देशको गीत सङ्गीत कसलाई मन पर्दैन? अब लोकदोहोरी गीत कसलाई मन पर्दैन? अब लोकदोहोरी गीतमा नेपाली बाजा हुन्छ, बाँसुरी हुन्छ, मादल हुन्छ, सारङ्गी हुन्छ, अझ नेपाली ठेट शब्द नि हुन्छ। अनि यत्रो चर्चित ऱ्यापर भएर अब फेरि त्यही बाँसुरी त्यही मादल त्यही ऱ्याइको पछि लागिरह्यो नि त। हाम्रो ऱ्यापमा पनि त बाजा बजे हुन्छ नि। अहिले ऱ्यापमा बजेको बाजा पो बाजा त कम त दामी बाजा छ त्यसको कुरा गर्नु न। अब हाम्रो भने चाहिँ अलिकति आधुनिक पाराको भयो। अब दोहोरी भने चाहिँ नेपाली ठेट संस्कृति झल्काउने टाइपको भयो क्या, त्यसरी बुझाउनु ब्रो। अब हामीसँग कम्पिटिसन गर्न भनेर उनीहरूले दोहोरी गायक ल्याउन लागेका छन्। अब हजुरले नि यस्तो समावेशी कुरा गर्दै बसे त ऱ्याक भइहाल्यो नि, कसरी अगाडि बढ्ने? हेर मुन्द्रे ब्रो, म यहाँ कुनै कम्पिटिसनमा भाग लिन आएको होइन, म तिमीले बोला भएर एक दुई दिन यहाँ यसो बस्न मात्रै आएको। अब तिमीलाई ऱ्याप मन पर्यो, मलाई बोलायो। अब अङ्कलहरूलाई अब दोहोरी गायक मन पर्यो, दोहोरी गायकलाई बोलाउनु भयो। अब त्यो त आफ्नो चोइसको कुरा हो नि। तर जे भए पनि हामीले चाहिँ तिनीहरूलाई फ्लप पार्नुपर्छ है, अरू मलाई थाहा छैन। यत्रो ऱ्यापको अगाडि दोहोरीवालाले फैलाउनु त भएन नि, बोरै हुन्छ नि। अब यदि तिमी त्यस्तो भन्छौ भने चाहिँ म चाहिँ आजै गएँ ब्रो। अब सबै नेपाली गीत सङ्गीत सुन्नुपर्छ, सबै नेपाली कलाकारलाई सम्मान र माया नि गर्नुपर्छ। अब हामीले त विदेशीहरूसँग पो कम्पिटिसन गर्ने त, अब नेपाली जुधेर नि हुन्छ, त्यो त नेताहरूको जस्तो ताल भएन हो नि। यो गुरुनी के हो म त केही बुझ्नै सकिनँ यार। अहिले तिमी केही नबुझ, बरु मलाई हल्का भोक लागेको छ, बरु आमैले खाना बनाए कि बनाएन त्यो चाहिँ बुझ न।